हेलो वाट्सअप गुड मर्निङ एभ्रिबडी। सो आज चाहिँ हामी जाँदैछौँ लटरम्बेश्वर महादेव अनि अहिले चाहिँ आइपुगेका छौँ यो तिनपाने भन्ने ठाउँमा। लगभग हामी गाडी राइड गरेर 2 आवर्सको गाडी राइड गरेर यहाँसम्म आइपुगेको छौँ। अझै यहाँबाट टाइम लाग्छ भने चाहिँ आधी घन्टा 1 घन्टा लाग्ला सायद। लेट्स गो। हाम्रो हाइकिङको ट्रेल स्टार्ट भइसकेको छ लटरम्बेश्वर महादेव। केही हिँड्दैछौँ हामी 6जना ग्रुप। सो गाडी चढेर आउँदा पनि अब 3-3.5 घन्टा लाग्दो रहेछ है। ललितपुर जिल्ला वाइल्ड ठुलो, त्यस पछाडि मकवानपुर बेम्फेदी आइपुग्यौँ हामी। बेम्फेदीको मुनिबाट हाइकिङ गरेर जाँदैछौँ। लगभग 2-3 घन्टा लाग्ने होला। मैले हेरेको छैन हाइकिङ ट्रेलको बारे, सबै हामीले एजेन्सी थ्रु नै गरेको हो। रेकर्ड हाइकिङ गाडी 2टा गाडी बस रिजर्भ गरेर आएको छ आउन चाहिँ। सो बाइकमा आउनेहरू पनि धेरै छन्। माथिसम्म बाइकमा जाने होला अनि त्यहाँबाट हिँड्ने होला। मलाई चाहिँ स्टिकले धोका दियो, बिग्रियो छ बिचमा, स्प्रिङ चुटेर बसेको छ। हेरौँ अहिले पछि ट्राई गर्छु मिलाउनलाई। ओ या यहाँ चाहिँ मजाले गीत बजिरहेछ होइन। कहिले कहाँ बज्या जस्तो सुन्दो रहेछ क्या एक्ज्याक्टली सुन्दाखेरि चाहिँ। सो अहिले चाहिँ हामी लगभग 25 मिनट हिँडिसक्यौँ। अबाउट हामी 500 फिट माथि आइपुगेका छौँ तलको बेसबाट। अझै 1-1.5 घन्टा लाग्छ भनेको छ। लेट्स सी। हो सो कस्तो हुँदैछ त हाइकिङ? अरूको टिकटक भिडियो हेरेर आउँदा चाहिँ रमाइलो हुन्छ जस्तो लागेको थियो, अनि आफै आउँदाखेरि चाहिँ यहाँ सफर गरिरहेको छ। अब माथि डाँडा देखाउन हामी जानु लगभग 1.5 किलोमिटर माथि हिँड्यौँ होला। अराउन्ड कति अघि 500 फिट भनेको थियो, त्योभन्दा माथि अब 1.5 किलोमिटर भनिसक्यो। त्यहाँ चाले भइसक्यो। अब अझै माथि छ टाइम। लेट्स गो। पहिला बाध्यता थियो, अहिले रहर छ मान्छेहरूलाई। लगभग 2-3वटा बस छ यार हाइकिङको। बुढाबुढीहरू पनि लाइक आन्टी बुढिआमाहरू पनि आउनु भएको छ। एकदम मजाले हिँड्नु भएको छ उहाँहरू पनि। यहाँ मजाले हिँड्नु हुँदो रहेछ। सो इट्स काइन्ड अफ इन्सपिरेसन। लाइक टाइममा हिँड्ने बानी बसाल्यो भने हिँड्न सकिन्छ भन्ने कुराको। मन्थली एउटा हाइक एउटा ट्रेल जता भए पनि यसो हिँड्ने बानी बसाल्यो भने मजाले हिँडिन्छ। देख्न सक्नुहुन्छ मजाले हिँड्नुहुन्छ। सो हामी जुन एजेन्सीबाट आएको थियौँ बटुवा, उसको खाना खाने ठाउँ चाहिँ यहाँ रहेछ। खाना खाने ठाउँमा आइपुग्यौँ। दिउँसो होइन 11 बज्यो। खाना खान्छौँ, त्यसपछि माथि जान्छौँ।
सो आफ्टर सर्ट हात ब्रेक हामी फेरि हिँड्दैछौँ। अहिले बज्यो 12:15। सो जहाँसम्म लाग्छ मलाई आधी बाटो पनि आइपुगेको छैन, लगभग 30% कभरेज भएको छ जस्तो लाग्छ मलाई। ओके, हाम्रो चाहिँ त्यहाँ जुन एजेन्सीले लिएर आएको त्यसले यो ठाउँमा आएपछि खानाको लागि व्यवस्था गरेको हुँदो रहेछ। पहिल्यै प्याकेजमा पनि सोधिरहेको हुन्छ खाना खाने कि नखाने भनेर। प्राइस चाहिँ म पछि भन्छु कति पऱ्यो टोटल है त। बाटोमा यसरी खाजा घरहरू, बस्ने ठाउँ। बल्ल हामी प्रवेशद्वार आइपुगेका छौँ। सो यो ट्रेलमा, यो हाइकिङ ट्रेलमा देखेको एउटा नराम्रो पक्ष चाहिँ यो रहेको छ, एकदम बोतलहरू फालेका छन् है, जताततै बाटोभरि यस्तै छ। अब यो कहिले सफा हुन्छ के हुन्छ चाहिँ थाहा छैन। यो चाहिँ सम्बन्धित निकायले समाधान गर्नु पर्यो। सो यहाँ चाहिँ दुईवटा बाटो, यो चाहिँ अलि लामो छ अरे। सो हामी यहाँ नजिक आइपुगेका छौँ। एकछिन हामीले रेस्ट गऱ्यौँ यहाँनिर आएर। यहाँ मालाहरू किन्ने ठाउँ अनि पसलहरू चटपटे। सो बाटोमा यहाँ नजिक छौँ हामी। यहाँनिर अनि पनि यहाँ लाइन रहेछ। सो हामी आएको चाहिँ हाम्रो गाडी त्यहाँनिर छ, लाइन लगाएर। हजुर पर्दैन, हिँड अब। ओके, अब आइपुग्दैछौँ हामी। लगभग अब 10-15 मिनट लाग्छ। तलदेखि हिँड्दै आयो। एकछिन रेस्ट गऱ्यौँ, रेस्ट गर्दै हिँड्दै सही हो। यहाँनिर चाहिँ दुईवटा सुरुङ मार्ग देख्यौँ भीमफेदीको। हाम्रो गाडी यो हो लाइन। हामी आइपुग्यौँ यति माथि। ओके,
कस्तो लागिरहेछ त हुन्छ लागिरहेछ सो यहाँ चाहिँ ट्राफिक जाम भएको छ एकदम वाइल्ड मान्छे धेरै नै छ त्यही भएर त्यही माथि यो साँगुरो बाटो रहेछ अनलाइन जानुस् त What is this place? Video खिच्छ है Okay, we are here. हामी यहाँ मन्दिर परिसरतिर आइपुगेका छौँ माथि जानुपर्छ लाइन छ सो हामी लाइनबाटै जान्छौँ गर्मी पनि छ अनि हावा पनि मजा छ हावा चलिरहेको छ यो अघि यो ठाउँमा चाहिँ लास्टै जाम भएको ठाउँ चाहिँ यहाँनिर हो चाहिँ खाली खाली रहेछ पुगेका छौँ लट्रम्बेश्वर महादेव दर्शन गर्न हामीले दर्शन गरेर फर्किसक्यौँ यहाँ तल चाहिँ गुफावाला मन्दिर रहेछ गुफाभित्र गएर पूजा गर्ने र माथि त्रिशूल भएको ठाउँमा चाहिँ बाहिरै पूजा गर्ने रहेछ महादेवको सो फर्किन्छौँ अनि त्यहाँ डाँडामा गएर के खान्छौँ सेल र पकौडा खान्छौँ अनि त्यसपछि डाउन हिल ड्याङ कुद्ने हो